हाम्रो आर्यको अपरेसन गरेको 1 हप्ता भएको छ। आज प्लास्टर निकालिसकेपछि तपाईँले देख्न सक्नुहुन्छ एकदमै राम्रो नाक भएको छ, सेप राम्रो भएको छ। अब यो सेपलाई अझै मेन्टेन गर्नको लागि हामीले मसाजहरू रेगुलरली गर्नुपर्ने हुन्छ। दिनमा कम्तीमा 6 पटक गर्नु पर्यो पहिलो महिना, र दोस्रो महिना 4 पटक, तेस्रो महिना 2 पटक कम्तीमा मसाज गर्नुपर्ने हुन्छ। र फर्स्ट स्टेपमा हामीले यसरी मसाज गर्नुपर्ने हुन्छ। 2 मिनट जति प्रेस गर्ने मिडियली है, भित्रतिर यतिको फोर्सले प्रेस गरेर राख्ने ऐनामा हेरेर। त्यसपछि 2 मिनटपछि छोडिदिने अनि सनस्क्रिन लगाएर माथिदेखि तल मसाज गर्ने 2 मिनट जति यसरी गर्ने। थर्ड स्टेपमा यहाँ सपोर्ट दिने, अर्को औँलाले माथिदेखि तल है मसाज गर्ने। थर्डमा, फोर्थमा चाहिँ अब टिपमा यसरी पिन्च गरे जस्तो गर्ने, तल माथि पिन्च गरे जस्तो गर्ने। अनि फिफ्थमा लास्टमा चाहिँ जहाँ जहाँ उठे जस्तो लाग्छ त्यो ठाउँमा, उठेको ठाउँमा प्रेस गर्ने, एक ठाउँमा सपोर्ट दिएर अर्को ठाउँमा। यता उठेको छ भने यता सपोर्ट दिने, यो ठाउँमा प्रेस गर्ने 2 मिनट जति। यता उठेछ भने यो साइडमा सपोर्ट दिने, यो साइडमा प्रेस गर्ने। त्यो भयो भने सेपहरू मिल्दै जान्छ। आफूले मसाज गरेर 1-1.5 महिनासम्म सेपहरू मिलाउन मिल्छ। त्यही भएर नआत्तिकन सेपहरू मिलाउनलाई आफूले एकदमै मसाज गर्नुपर्ने हुन्छ रेगुलरली। कम्तीमा यो मसाजहरू कम्तीमा 3 महिनासम्म गर्नुपर्ने हुन्छ रेगुलरली। त्यो गऱ्यो भने सेपहरू अझै मोल्ड हुँदै जान्छ, राम्रो सेप हुँदै जान्छ है। थ्याङ्क यू, धन्यवाद।